ग्लोबल पाठशाला हैन आज हामीहरुको न्यू टपिक इन्डिसेस रहेको छ अनि इन्डिसेसमा हामीहरुले इन्डिसेसको बारेमा त्यसपछि उसको के लज छ हैन त्योलाई पढेर अनि त्यसपछि अगाडिको न्यूमेरिकलहरु सल्भ गर्ने छ। सो सबभन्दा पहिला इन्डिसेस भनेको हो के हैन। So indices is the product of number with itself in a given number that can be in the given number of times can be represented by using indices or powers हैन। सिम्पली भन्नुको मतलब हो कि मान लो कुनै एउटा नम्बर छ जसरी मैले यहाँ 3 लेखे हैन। अब 3 लाई यदि मैले 3 पल्ट मल्टिप्लाई गरे हैन गिवन नम्बर जसलाई मैले 3 पल्ट गिवन नम्बर अफ टाइम्स को हिसाबले मतलब मैले मल्टिप्लाई गरे 3 पल्ट मल्टिप्लाई गरे भने यसको भ्यालु 27 आउँछ डेफिनेटली हैन। सो यो 3 लाई 3 पल्ट मल्टिप्लाई गर्दाखेरि यसलाई यो फर्ममा लेख्न सक्नु हैन त्यो एबिलिटी हामीलाई इन्डिसेसले दिन्छ हैन। यसमा 3 भनेको त्यो मेन नम्बर हुन्छ जसलाई मल्टिपल टाइम्स मल्टिप्लाई गरेको छ अनि जति पल्ट मल्टिप्लाई भएको हुन्छ त्यसलाई उसको हेडमा हैन लेखिन्छ। यदि यो 4 पल्ट मल्टिप्लाई भएको भए 4 पल्ट 5 पल्ट बस्छ भने 5 पल्ट। अब के हुन्छ भने यदि कुनै कुरा थोरै पल्ट मल्टिप्लाई भएछ भने हामी सिम्पली पनि निकाल्न सक्छौं हैन। तर कुनै यस्तो छ डिजिट जो बियोन्ड द ह्युमन एबिलिटी और के भन्छ क्याल्कुलेसन पनि के भन्छ क्याल्कुलेटरबाट पनि अलि गर्न गाह्रो हुन्छ भने त्यति बेला त्यसलाई एक्सप्रेस गर्नु अलि गाह्रो हुन्छ। जसरी मैले लेखिदिए कि 10 टु द पावर 10 हैन। अब यसलाई 10 को पावर 10 लाई 10 पल्ट गुणा गर्ने त्यसपछि उसको भ्यालु कति आउँछ त्यो भ्यालु के भन्छ क्याल्कुलेटरले डिस्प्ले पनि इभन नगर्न सक्छ हैन। सो यस्तो कुराहरु को क्याल्कुलेसन कसरी गर्ने हैन त्यति बेला हामीहरुलाई इन्डिसेसको काम पर्छ। जति बेला जसमा हामीहरु के गर्छौं त्यो नम्बर जति पल्ट पनि मल्टिप्लाई भइराछ त्यल जति पल्ट मल्टिप्लाई भयो त्यसलाई त्यति पल्टको नम्बरलाई माथिमा हेडमा इन्सर्ट गरिदिन्छौं राइट। सो अब यहाँ त्यही कुरा भनिरहेछ कि यदि मैले a भनेर एउटा नम्बर छ हैन a लाई मैले जसरी 3 लाई कति पल्ट मल्टिप्लाई गरेको थिए 3 पल्ट गरेको थिए त्यस्तै मैले a लाई कति पल्ट मल्टिप्लाई गरे भन्दाखेरि n टाइम्स मतलब म कति पल्ट मल्टिप्लाई गर्छु त्यो पनि यसले भेरिएबल छ थाहा छैन ठीक छ भने त्यति बेला a को पावर n हुन जान्छ। मीन्स यदि a को भ्यालु 2 होला र n को भ्यालु 57 होला भने 2 को पावर 57 त्यसरी। सो कुनै पनि नम्बरलाई मैले n टाइम्स मल्टिप्लाई गरे मीन्स त्यो फिक्स छैन हैन जति पनि हुन सक्छ भने त्यसलाई लेख्ने कसरी a को पावर n को हिसाबले भने त्यति बेला a भनेको बेस हुन्छ र n भनेको इन्डिसेस हुन्छ या फिर उसैको अर्को नाम छ पावर। ओके सो भन्दा यसरी भन्दाखेरि a को पावर n छ भने n भनेको इन्डेक्स को प्लुरल भनेको इन्डिसेस हुन्छ ठीक छ। सो इन्डेक्स अनि यसलाई पावर पनि भन्छ अर्को a भनेको बेस भनेको त्यो नम्बर जो मल्टिपल टाइम्स मल्टिप्लाई भएछ या फिर n टाइम्स मल्टिप्लाई भएछ र n भनेको त्यो नम्बर भयो जसले यो बताउँछ कि त्यो बेस हुन्छ त कति पल्ट मल्टिप्लाई भएछ। ओके सो यो थियो हामीहरुलाई के भन्छ इन्डिसेसलाई कसरी चिन्ने त्यो बारेमा हैन। अब इन्डिसेसको केही लजहरु छन् हैन त्यो लजहरु बुझिसकेपछि क्याल्कुलेसन गर्न हामीहरुलाई गर्न सक्छौं हैन। सो अब इन्डिसेसको लजमा सबभन्दा पहिलो लज जो छ त्यो आउँछ कि कुनै पनि के भन्छ कुनै पनि बेस सँग पावर छ जसरी मैले x को पावर m लेखे अनि अर्को बेस पनि सेम छ बट पावर डिफरेन्ट मीन्स दुईटा यस्तो बेस हैन जसको के भन्छ दुईटा यस्तो एक्सप्रेसन जसमा बेस सेम छ तर पावर डिफरेन्ट छ त्यस्तो इन्डिसेसहरुलाई हैन त्यस्तो नम्बर्सहरुलाई यदि मल्टिप्लाई गर्नु पर्यो भने त्यति बेला बेस जस्ताको त्यस्तै राखिन्छ अनि पावरलाई एड गरिन्छ हैन। अब यसलाई एक्जाम्पलमा बुझ्नु भने कसरी बुझ्ने जसरी 2 को पावर 3 छ अनि मल्टिप्लाई बाइ 2 को पावर 5 छ भने यसलाई यहाँ के छ बेस जो छ त्यो दुवैको सेम छ तर यो पावर डिफरेन्ट पनि हुन सक्छ सेम पनि हुन सक्छ ठीक छ जरुरी छैन। तर मेन के हो भने पावर्स एड हुन्छ जति बेला मल्टिप्लाई छ हैन
2 को पावर 3 + 5 ओके सो 2 को पावर 8 हुन जान्छ। यहाँ यस्तो पनि हुन सक्छ 2 को पावर 3 * 2 को पावर 3 हैन त्यो हुन सक्छ। सो 3 + 3 6 भइहाल्छ। अर्को के हुन सक्छ भने यदि यसैमा मल्टिप्लाई नभएर डिभाइड भइदियो भने त्यति बेला हामीले जो पावर्स हुन्छ त्यसलाई सबट्र्याक्ट गर्नुपर्ने हुन्छ ओके। सो जसरी एक्जाम्पलको लागि 2 को पावर 5 छ डिवाइड बाइ 2 को पावर 3 छ भने 2 को पावर 5 - 3 सो यसको आन्सर भइहाल्छ 2 को पावर 2। अहिले मैले जो आन्सरहरु छ त्यसलाई इन्डेक्स को फर्ममा नै छोडेको छु हैन। यसलाई टोटल पूरा भ्यालु को फर्ममा पनि लेख्न सक्छु। 2 को स्क्वायर 4 हुन्छ त्यसको एक्चुअल आन्सर के हुने भयो 4 हुने भयो हैन त्यो कुरा ओके। नेक्स्ट ल के भन्छ भने मल्टिप्लाई को कुरा भइसक्यो डिवाइड को कुरा भइसक्यो। यहाँ एउटा कुरा के छुटिहाल्यो भने मनमा आउन सक्छ कि सर जनरली प्लस माइनस पनि हुन्छ प्लस माइनस को त कुरै भएन हैन। त प्लस माइनस मा के हुन्छ भने यहाँ कुरा आउँछ जसरी अल्जेब्रामा जब एड गर्नुपर्ने हुन्छ भने के पर्छ कि सेम हुनु पर्यो हैन। लाइक टर्म्स आर एडेड यसले एड गर्न सकिन्छ गर्न सकिदैन। त्यस्तै कुरा छ इन्डिसेसमा के छ भने हैन बेस मान लो यहाँ छ 2 को पावर 5 + 2 को पावर 3 यसलाई एड गर्न सकिदैन ठीक छ। यसलाई यदि एडै गर्नु पर्यो भने कसरी गर्न सकिन्छ भने पहिला दुवैको बेस र पावर सेम गर्नु पर्यो। त जसरी मैले यसलाई 2 को पावर जसरी हैन यहाँ 5 छ एन्ड 5 लाई 3 + 2 लेख्न सकिन्छ प्लस 2 को पावर 3 यो त लेख्न सकिन्छ। मैले यसलाई किन लेखे किनभने यहाँ पनि 2 को पावर 3 थियो त म यसलाई कमन लिन सोचिरहेको छु। अब कमन कसरी आउँछ किनभने यो त प्लस छ बीचमा त यसले पर्यो कि x को पावर m + n छ भने त्यसलाई x को पावर m * x को पावर n लेख्न सकिन्छ भने यसलाई 2 को पावर 3 * 2 को पावर 2 लेख्न सकिन्छ प्लस 2 को पावर 3 यसो त लेख्न सकिन्छ। अहिले लले बता उल्टा जान सकिन्छ है यो छैन कि जान सकिदैन। यदि यो दुवैलाई मल्टिप्लाई गर्दाखेरि यो आउँछ भने यसलाई टुक्रे आउँदाखेरि यो आउँछ राइट। सो अब यहाँ 2 को पावर 3 कमन आयो के बच्यो त 2 को स्क्वायर + 1 हैन यसरी एड गर्न सकिन्छ। अब यसमा 2 को पावर 3 भनेको 8 हुने भयो यो 4 + 1 हैन त 4 + 1 5 8 5 40 यसरी एड गर्न सकिन्छ। अनि सबट्र्याक्ट को लागि फेरि सेम त्यस्तै कि बेसलाई पहिला के गर्नु पर्यो सेम हुनु पर्यो। यहाँ के छ हेर यो 2 को पावर 3 मा बेस र पावर दुवै सेम छ। सो यसलाई कमन लिएर यसरी एडिसन प्रोसेस गर्न सकिन्छ। सो यसमा कुनै लज त्यस्तो छैन त्यसैलागि सिम्पली मल्टिप्लिकेसनबाट स्टार्ट हुन्छ ओके। अब नेक्स्ट के आउँछ भने कुनै पनि बेस जसको पावर 0 छ भने त्यसको भ्यालु 1 हुन्छ ओके। अब यसमा के ध्यान राख्नु पर्यो भने यो चाहिँ x जो छ त्यो कहिले पनि 0 हुनु भएन। 0 बाहेक कुनै पनि नम्बर छ भने त्यसको पावर जसरी 2 को पावर 0 हैन भनेको 1 जसरी 1000 को पावर 0 भनेको 1 कुनै पनि नम्बर छ जसको पावर यदि 0 छ भने त्यो 1 हुन्छ। तर 0 को पावर कहिले पनि 0 को पावर 0 छ भने त्यो कहिले पनि 1 या फेरि त्यस्तो केही हुँदैन ओके। अर्को ल छ कि यदि दुईटा बेस को एउटै इंडेक्स छ या फिर पावर छ दुईटा बेस को सेम पावर छ भने त्यसलाई एक अर्कामा डिस्ट्रिब्युट गर्न पाउँछौ मीन्स हैन। यो त मल्टिप्लाई मा थियो नै x को पावर पनि m हुन जान्छ y को पावर पनि m हुन जान्छ। यसैमा एउटा कस्तो हुन सक्छ जसरी x / y को पावर m छ भने त्यसलाई x को पावर m / y को पावर m लेख्न सक्छौ हैन। मीन्स फ्र्याक्सन पनि छ भने त्यसलाई हामी डिस्ट्रिब्युट गर्न सक्छौं। जसरी यसमा यो वाला राख्दा अलि बढी इजिली बुझ्न सकिन्छ। a र b अलग अलग छ हैन। यसमा मैले a को पावर 5 इन्टु हैन b को पावर 5 लेख्न सक्छु हैन। त्यसपछि नम्बरमै हाल्न पनि त्यो पनि हुन्छ ठीक छ। त्यस्तै यदि मैले a/b राखे हैन त्यसको पावर मैले सपोज 3 राखे भने a को पावर 3 / b को पावर 3 यसरी
डिस्ट्रिब्युट हुन सक्छ। त्यसपछि अर्को के हो भने कुनै पनि बेस त्यसको पावर नै एउटा के थियो जब बेस 0 हुन सक्छ, एउटा के हुन सक्छ जब बेस पोजिटिभ होला या सरी पावर हैन सरी यदि पावर 0 भयो भने पोजिटिभ भयो भने अर्को यदि नेगेटिभ भइहाल्यो कुनै पनि बेस छ त्यसको पावर नेगेटिभमा छ भने त्यसलाई त्यो लेख्नुको मतलब भयो कि त्यो 1/x को पावर m मीन्स त्यो जो बेस छ त्यो एक्चुअली फ्र्याक्सनमा छ राइट। मीन्स यदि x को पावर -m छ भने यसलाई यहाँको माइनस हटाउनु छ भने के गर्न सक्छौ यसलाई 1/x को पावर m लेख्न सक्छौ। यहाँ के भइहाल्यो m को पावर सरी m जो छ अब त्यसको साइन पोजिटिभ भइहाल्यो ओके। सिमिलरली यसैमा के भन्न सक्छौ कि यदि 1/x को पावर -m छ भने यसलाई x को पावर m लेख्न सक्छौ हैन। यदि यस्तोमा माइनस छ भने त्यसलाई सेम त्यस्तै सेम फलो गरेर हैन। त्यसपछि लास्ट एउटा ल के छ भने मान लियो कुनै एउटा बेस छ उसको एउटा पावर m थियो हैन अनि यो होल एक्सप्रेसन को एउटा अझै पावर भइदियो n मीन्स x को पावर m त्यसको पावर पनि n त्यस्तो भइदियो भने त्यति बेला त्यो दुवै जो पावर्स छ त्यसलाई मल्टिप्लाई गर्न सक्छ ओके। सो यति 6 वटा लस छ हैन। जसरी यहाँ 2 को पावर -5 राख्यो भने यसलाई 1/2 को पावर 5 लेख्न सकिन्छ हैन। त्यस्तै 1/3 को पावर -7 लेख्यो भने यसलाई 3 को पावर 7 लेख्न सकिन्छ। त्यस्तै यहाँ के गर्न सक्छु जसरी a को पावर मैले a को पावर मान लो के भन्छ 5 त्यसपछि 2 राख्यो हैन a को पावर 5 × 2 सो a को पावर 10 हुने भयो हैन। यसरी यही 6 वटा इन्डिसेस को लजहरु छ हैन जो हामीहरुलाई हमेशा ध्यान राख्नु पर्ने हुन्छ जब इन्डिसेस को रिलेटेड कुनै पनि न्यूमेरिकल बनाइराखेको हुन्छ भने ओके। सो अब एउटा दुईटा न्यूमेरिकल पनि गरौ हैन। यो के भन्छ जति पनि इन्डिसेस को लजहरु छ त्यो हामीहरुले रिमेम्बर गर्नु जरुरी हुन्छ तर प्र्याक्टिस गर्दै गर्दै पनि के भन्छ याद भइहाल्छ हैन के लजहरु थियो अलगले यसरी याद राख्नु पर्ने झन्झट हुँदैन ल। अब सपोज एउटा क्वेशन छ x को पावर 4n - 2 by x को पावर 2 अनि त्यसपछि 2n - 1 यसरी छ। अहिलेसम्म त हेर्यो एकदम सिम्पल वाला थियो अब अलि हार्ड वाला जस्तो आयो। यसमा के छ यसमा जो पावर छ त्यसको बीचमा प्लस माइनस वाला कुरा पनि छ। त्यसपछि यहाँ यो वाला कस्तो छ भने अघि जो हामीले हेरेको थियो x को पावर m त्यसको पावर n हो त्यो वाला भनेको यो छ हैन। अब यहाँ म हेराउँछु पनि कहाँ कुन ल युज भयो हैन। सो हेर्दै जाऊ। अच्छा यहाँ के भन्छ यहाँ यसलाई सिम्पली गर्नु के छ भने सिम्प्लिफाई गर्नु छ राइट। सो अब के गर्ने भने यहाँ x को पावर 4n - 2 मैले लेखेँ किनभने यसलाई अहिले केही नगर्ने पहिला यसलाई के भन्छ यहाँ x को पावर के भन्छ x को पावर m त्यसको पावर n यो वाला फर्ममा छ। यही छ यसमा मैले x लाई ब्र्याकेटमा इन्क्लोज गरेछु तर यहाँ के छ त्यो पावर आफै ब्र्याकेटमा इन्क्लोज छ। कुरा एउटै हो किनभने यहाँ जो बेस छ त्यसको यो पनि पावर छ यो पनि पावर छ र दुवै मल्टिप्लाईको फर्ममा छ ओके। सो यहाँ के गर्नु पर्यो मल्टिप्लाई गर्नु पर्यो हैन x को पावर m × n गर्नु पर्यो। सो अब यहाँ के गर्छु यदि मैले यो एक्सप्रेसनलाई एउटा 2 भन्ने नम्बर छ त्यसले मल्टिप्लाई गरे भने यो भए चाहिँ 2 2 जा 4n माइनस अनि 2 भइहाल्छ राइट ओके। अब x को पावर 4n - 2 फेरि अब यहाँ अब एउटा कुरा चाहिँ के आयो x को पावर m / x को पावर n यो भनेको त्यही भयो। या फेरि यसलाई अस्तो के अर्को के भन्न सक्छौ कि x को पावर m / x को पावर n यस्तो आइदियो भने पनि किनभने दुवै भनेको त डिभिजनकै साइन छ राइट। सो अब
यस्तो बेलामा के गर्नु पर्यो, जो माथि डेनोमिनेटर जो छ, सरी न्युमरेटर जो छ उसको पावरमा डेनोमिनेटरको पावरलाई सबट्र्याक्ट गर्ने हैन। अनि यहाँ बेस पनि सेम छ, सो अब यहाँ माइनस को साइन हाल्ने। अब किनभने माइनस को साइन आयो हमेशा याद राख्नु होला कि जो डेनोमिनेटरको पावर होला त्यसलाई कमसेकम ब्र्याकेटले पहिला इन्क्लुज गर्नु होला। किनभने यहाँ जो यो माइनस छ त्यसले केही अपरेसन पहिला परफर्म गर्छ। अपरेसन मिन्स के सिम्पली भन्न खोजिरहेको छु भने यहाँ यो माइनसले 4n लाई मल्टिप्लाई गर्दाखेरि -4n आउँछ। अनि यो सिम्पल छ, यो त गरिहाल्छ लगभग सबैले। तर मिस्टेक कहाँ भइहाल्छ भने यो माइनसले -2 ले मल्टिप्लाई गर्दाखेरि +2 हुनु चाहिने थियो, तर मिस्टेकले -2 लेखिन्छ। सो यस्तो गल्ती नहोस् त्यसको लागि ब्र्याकेटमा पहिला इन्क्लोज गर्ने। सो याद रहोस् कि मलाई यो माइनसलाई गुणा गर्नु छ, त्यो गुणा गरिसकेपछि +2 आउँछ। ओके, अब यति भइसकेपछि यहाँ यो के भन्छ 4n बिकज यो 4n प्लसमा छ, यो माइनसमा छ, त्यस्तै -2 +2 मिन्स पुरै पार्ट क्यान्सल भइहाल्यो, x को पावर 0 आयो। अब यहाँ के पढेको थियो हामीहरूले, x को पावर 0 भनेको 1 हुन्छ। कुनै पनि बेस जसको पावर 0 छ भने 1 हुन्छ। सो यहाँ यसको भ्यालु 1 आउनु भयो। सो यसको मतलब यो जो के भन्छ हामीहरूको क्वेसन थियो यसको भ्यालु 1 भयो। सो यहाँ हामीहरूले यो तीनटा हैन लजलाई युज गरेर यसलाई सल्भ गर्यो। ठीक छ, ओके। अब अलि अझै कम्प्लेक्स वाला ल्याऊ हैन, जसरी यसमा धेरै टाइपको क्वेसन हुन्छ हैन, तर यही छ कहाँ कुन ल युज हुन्छ त्यति बस विचार पुर्याउनु पर्यो। ओके, अब अलि नयाँ खाले ल्याऊ, जसरी x को पावर a - b इन्टु x को पावर b - c इन्टु x को पावर c - a। अब यो क्वेसन छ, यसलाई सिम्प्लिफाई गर्नु छ हैन, जसरी योभन्दा पहिला पनि सिम्प्लिफाई गर्यो। ओके, सो अब यहाँ सब मल्टिप्लाईको फर्ममा छ। यसलाई हेर्दाखेरि सबभन्दा पहिला कुरा त यो याद आउँछ हैन, हो गर्नु पनि यही छ। तर यहाँ के छ, एकैपल्टमा तीनवटा दिएर छ त तीनटैले जोड दिने हैन, किनभने कुरा यति नै छ कि यदि बेस सेम छ भने जति पनि होस् पावर एड गर्न सकिन्छ। सो यहाँ म डाइरेक्टै पनि x को पावरमा a - b, अब यहाँ जोड्नु पर्ने छ। सो ब्र्याकेट राख्नै पर्छ, जरुरी छैन हैन, प्लस b - c, बिकज यहाँ यो प्लस राखेपछि भित्रको साइनलाई केही मल्टिप्लिकेसन हुने कुरा छैन, प्लस c - a हैन। तर माइनस यदि यसैमा डिभाइड रहन्थ्यो भने फेरि ब्र्याकेट राख्नु पर्थ्यो। ठीक छ, अब यहाँ यो भइहाल्छ x। अब हेर्नु यो प्लस a - a क्यान्सल भयो, -b अनि प्लस b क्यान्सल भयो, -c + c क्यान्सल भयो। सो x को पावर 0, यसको भ्यालु पनि 1 हो, राइट हैन। यहाँ पनि एउटा अझै कुरा के युज भयो, x को पावर 0 भनेको 1 हुन्छ। सो यसरी अब कहिलेकाहीँ भ्यालुज हालेर पनि राख्न सोध्छ, जसरी अनि एउटा यो त सिम्प्लिफाई भयो। अब यसमा अझै दुई टाइपको कस्तो हुन सक्छ कि एउटा जसरी प्रुफ दैट हैन, प्रुफ गर्न सोधिदियो, अनि अर्को हुन सक्छ जसरी भ्यालुज दिइहाल्छ, त त्यो दुईटा पनि हेरौँ हैन। अब जसरी एउटा क्वेसन छ, x को पावर a - b, a ब्रैकेट में छैन है, a + b इन्टु त्यसपछि x को पावर हैन b - c, b + c इन्टु x को पावर c - a, c + a बराबर 1। यो प्रुफ गर्नु छ हैन। अब यहाँ के गर्ने भने LHS
मीन्स लेफ्ट ह्यान्ड साइडमा के छ यो पूरा यति एक्सप्रेसन हैन यो यति सो ए लेखे एलएचएस भनेको एक्स ए माइनस बी सरी यो होलमा छ त होलमै राखौ अनि ए प्लस बी इन्टु एक्स बी माइनस सी बी प्लस सी इन्टु एक्स सी माइनस ए सी प्लस ए हैन। अच्छा अब यहाँ सबभन्दा पहिला कुन ल युज हुन्छ भने x को पावर m त्यसको पनि पावर n भयो भने त्यो भनेको x को पावर m इन्टु n हुन्छ हो। अब यहाँ यही कुरा युज हुन्छ सो x को पावर a माइनस b a प्लस b इन्टु x को पावर b माइनस c b प्लस c इन्टु x को पावर c माइनस a c प्लस a। अब यो भन्दा अगाडि के गर्ने त या त यदि फर्मुला याद छैन भने डाइरेक्टली सिम्प्लिफाई त्यो मल्टिप्लाई गर्नुस् याद छ भने डाइरेक्टली लेख्दा पनि भयो कि यो a माइनस b र a प्लस b भनेको x को पावर a स्क्वायर माइनस b स्क्वायर हुन्छ किनभने हामी पढेछौं कि a स्क्वायर a प्लस b र a माइनस b को फर्मुला भनेको हैन यो a माइनस a स्क्वायर माइनस b स्क्वायर को फर्मुला हो हैन a प्लस b र a माइनस b सो यो कुरालाई डाइरेक्टली पनि लेख्न सक्यो डाइरेक्टली यदि छैन भने मल्टिप्लाई गरेर त्यो मल्टिप्लाई गर्दाखेरि यति हुन्छ कि एउटा स्टेप बढी जान्छ त्यति मात्रै है। सो यहाँ b स्क्वायर माइनस c स्क्वायर हुने भयो त्यस्तै x को पावर c स्क्वायर माइनस a स्क्वायर हुने भयो ओके। अब यहाँ भन्दा अगाडि के गर्ने सो यहाँ भन्दा अगाडि अब कुन फर्मुला युज हुन्छ त x को पावर m इन्टु x को पावर n भनेको x को पावर m प्लस n हो। अब यहाँ यही कुरा युज हुन्छ सो यहाँ a स्क्वायर माइनस b स्क्वायर प्लस b स्क्वायर माइनस c स्क्वायर प्लस c स्क्वायर माइनस a स्क्वायर। अब के गर्ने सबभन्दा फेभरेट कुरा सबलाई क्यान्सल आउट बिकज सब कट्ने वाला छ हैन यो प्लस मा छ यो माइनस मा छ फेरि यो माइनस यो प्लस क्यान्सल आउट फेरि यो प्लस यो माइनस क्यान्सल आउट हैन अपोजिट साइन मा छ हैन जोडेपछि 0 आउँछ हैन त्यसैलाई ओके। अब यहाँ x को पावर 0 हुने भयो त्यसपछि अगेन x को पावर 0 भनेको 1 हुन्छ therefore यसको भ्यालु 1 हुने भयो। सो यसरी यो के भयो आरएचएस प्रुफ भयो इक्वल टु यो के को बराबर छ आरएचएस को बराबर छ प्रुफ हैन। एउटा यस्तो प्रुफ दैट वाला क्वेशन पनि आउन सक्छ। त्यसपछि अब एउटा लास्ट भ्यालु फाइन्ड मतलब भ्यालु पुट गर्ने वाला पनि क्वेशन हुन्छ है। अब इजी हुन्छ तर त्यो पनि एउटा गरेर हेरौ हैन। यहाँ से जैसे if a is equal to 2 b is equal to 3 c is equal to 1 then m is equal to 4 and n is equal to 5 then find गर्न भन्ने छ धेरै भेरिएबलहरुको भ्यालु दिएको छ a को पावर m इन्टु b को पावर n इन्टु c को पावर ab by m को पावर a इन्टु n को पावर b इन्टु b को पावर a c मिन्स कुल मिलाएर गर्न सक्नुहुन्छ जति पनि लज पर्यो सबै कुरा यसमै मिसाइदिएको छ हैन। यसको यदि सल्युसन गर्नु पर्यो भने अब कि त पहिला सल्भै गरिहाल्नु हैन यसलाई दुई तरिकाले गर्न सकिन्छ कि त नम्बरको भ्यालु हाल्दिनु त्यसपछि सल्भ गर्नु कि त पहिला पुरा सल्भ गरिदिनु लास्टमा जे आउँछ हैन त्यो पनि राख्दा हुन्छ तर अब जब भ्यालु दिइहालेछ भने पहिला भ्यालु पुटै गरिहाल्ने। सो यहाँ 2 को भ्यालु कति दियो सरी a को भ्यालु 2 त यहाँ पहिला यो त क्वेशन नै थियो पहिला लेख्नु पर्यो हेयर a को पावर m इन्टु b को पावर n इन्टु c को पावर ab पहिला एकपल्ट लेख्ने बिकज यो क्वेशन को पार्ट छ हैन। सो सल्युसनमा एकपल्ट यो लेख्नु पर्यो m को पावर a इन्टु n को पावर b इन्टु b को पावर a त्यसको होलमा c ओके। अब यहाँ a भनेको 2 m भनेको 4 इन्टु b भनेको 3 n भनेको 5 इन्टु c 1 को पावरमा 2 मल्टिप्लाई बाई 3 लेखेछ। त्यसपछि m भनेको 4 a भनेको 2 n भनेको 5 b भनेको 3 इन्टु
त्यसपछि b भनेको 3 3 को पावर 2 त्यसको होलमा 1 यसरी दिएछ हैन सिम्पली सब भ्यालु पुट गरे अब इन्डिसेस को लजहरु लगाउनु तो सबभन्दा पहिला सबलाई पहिला एउटा सिम्पलमा लगाऊ जसरी यहाँ एउटा अलि कम्प्लेक्स लागिरहेछ अहिले यो कम्प्लेक्स लागिरहेछ पहिले त्यसलाई नै सल्भ आउट गरिदेऊ त यहाँ 2 को पावर 4 into 3 को पावर 5 into 1 को पावर 3 to 6 भइहाल्छ त्यसपछि अब यहाँ दुईटा कुरा छ एउटा त यो भयो अर्को के छ 4 को पावर 2 लेखेको छ अब कोशिश के गर्ने भने यदि कुनै नम्बर छ जो के भन्छ लोएस्ट मा जान सक्छ जसरी मलाई 2 को स्क्वायर र त्यसको पनि स्क्वायर लेख्न सक्छ बिकज 4 भनेको 2 को स्क्वायर भयो त्यसपछि यो स्क्वायर पनि आयो यदि त्यस्तो जान सक्छ भने लग्ने किन लग्ने भने यसले के हुन्छ भने यो बेस 2 वाला माथि वाला र तल वाला बेस सेम हुन जान्छ यसको लागि गर्नु जरुरी हुन्छ यदि कुनै त्यस्तो बेस मिल्न सक्छ भने मिलाउनु हैन त्यसपछि 5 को क्यूब इन्टु अनि यो यहाँ के युज हुन्छ भने त्यही m into n हैन सो यो भइहाल्छ 3 अनि 3 को पावर 2 1 जा 2 सो अब यहाँ अगाडिको सल्भिङ गर्दाखेरि यो 2 को पावर 4 इन्टु अब यहाँ 3 को पावर 5 यहाँ 3 को पावर 2 हैन सो के हुन्छ भने 3 को पावर 5 भनेको यो यस्तो भयो 3 को पावर 5 by 3 को पावर 2 यस्तो छ सब मल्टिप्लाई मै छ हैन सो 3 को पावर 5 डिवाइड बाइ 3 को पावर 2 हैन अनि त्यसपछि यसमा 3 को पावर 5 minus 2 3 को पावर 5 minus 2 सब्ट्र्याक्ट हुन्छ त्यसपछि इन्टु 1 को पावर 6 डिवाइड बाइ 2 को पावर 4 इन्टु 5 को पावर 3 अनि यो पार्ट त माथि गइ नै सक्यो ओके अब यहाँ यो बेस र पावर दुवै सेम भइसकेको छ सिम्पली कट गर्न सकिन्छ तर बिकज हाम्रो इन्डिसेस च्याप्टर पढिरहेको छौं र इन्डिसेसमा जनरली पावर्स को एडिसन सब्ट्र्याक्सन गरेर नै गरिन्छ सो यसलाई के गर्ने माथि लग्नु होला 2 को पावर 4 minus 4 ओके त्यसपछि अनि इन्टु त्यसपछि 3 को पावर 5 minus 2 भनेको 3 अच्छा अब एउटा कुरा चाहिँ के आयो यो 1 को पावर 6 ले पनि बचिरहेछ 1 को पावर 6 भनेको कति हैन किनभने यसको भ्यालु 1 को पावर 6 भन्नुको मतलब के भयो भन्दा पहिलो कुरा 1 लाई 6 पल्ट गुणा गरे अब 1 लाई 1 नैले गुणा गरेर छ आखिर सो जति पल्ट पनि गुणा गरेपछि आउने भनेको 1 नै हो हैन 1 2 3 4 5 6 देयरफोर यहाँ यसको भ्यालु 1 नै हुन्छ राइट त्यसपछि अब लास्टमा बज्यो यता 5 पावर 3 ओके अब यो 2 को पावर 4 minus 4 भनेको 2 को पावर 0 भयो हैन 2 को पावर 0 हैन त्यसपछि इन्टु 3 को पावर 3 इन्टु 1 बाइ 5 को पावर 3 अब जो बेसमा पावर लागेछ त्यसलाई त्योबाट हटाएर त्यसको न्युमेरिकल भ्यालु के हुन्छ त्योमा लाग्ने ठीक छ किनभने यहाँ भ्यालु फाइन्ड गर्नु छ मलाई यसको त्यसै लागि सो 2 को पावर 0 भनेको 1 भइहाल्छ इन्टु यो 1 ले यसलाई गुणा गर्दाखेरि पनि 1 नै आउने हो सो त्यसलाई अब त्यो मल्टिप्लाई भइसक्यो 3 को पावर 3 भनेको 3 लाई 3 टाइम्स मल्टिप्लाई गर्ने त्यो भनेको 27 आउँछ डिवाइड बाइ 5 को पावर 3 सो 5 लाई 3 पल्ट के भन्छ मल्टिप्लाई गर्छौ भने त्यो भनेको 125 आउँछ सो 125 देयरफोर यसको भ्यालु 27 बाइ 125 हुन्छ हैन सो यसरी इन्डिसेस को के भन्छ लजहरुलाई युज गरेर हामीहरु कुनै पनि सो क्वेशनलाई सल्भ गर्न सक्छौं हैन सो इन्डिसेसमा यति मात्रै थियो हैन अब हामीहरुको नेक्स्ट क्लास छिटै तबसम्म बाइ